हजुर, अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर 3 गगुडा तासीमा जन्म भई हाल कैलालीको चुरे 4मा बसोबास गर्दै आउनुभएका शेरू साउद उहाँले लेखी पठाउनु भएको यो देउडा गीत कठै मेरा देशका हाल। राजगर्या नेपाली माथि झुटा भाषण गरी मार्ने रे मराउने खुसी गरिब त्यसै मरी। शासन छ सामन्तवादी समाजवाद हो भनी नेतालाई लोकतन्त्र आयो सबै भया धनी। गणतन्त्र लणतन्त्र लुटतन्त्र झुटतन्त्र को सिकाउँछ नेताज्यूलाई जनता ठग्ने मन्त्र। लड्ने जति शहीद भया बाँचेका खाडीमा युद्ध क्या हो थाहा नपाई नेता भई गाडीमा। गरिब जनता विदेशमा कसो काम गरन्छन् नेताकी मन पडी तन्त्र सहर घर घर छन्। शहीदका परिवार नेता कोही छन् कि भएका कुर्ची खोसी देश लुट्नाखी संसदमा गएका। पैसा दिने भोट बढाउन्या नयाँ नियम चालु आफै लिन्या आफै खान्या आफै भैया ठालु। बुढा नेता बुढी पार्टी जनताले मान्या नै रोडमा बाँच्न भ्यासम्म यी नेता मान्या नै। नयाँ नेपाल जनता जागरु तम्रा दिन गया युवा नेता नयाँ पार्टी देश बनाउँदा भया। विधानको विमति भयो संविधान लास भयो जनताले मन फेरि सक्यो बुढाको आश गयो। नियम कानुन बेची खायो पैसाका खेलमा भ्रष्टाचारी देश चलाउन्या निर्दोषी जेलमा। जीवी राई सरकारी मान्छे कता गया छवि सरकार हो कि सामन्ती हो जेलमा राख्ने रवि। रासोपाको घन्टी बज्यो सरकारको कान फुटाई खाँदैछ खिचडी सरकार देशको इज्जत लुटाई। 84मा घन्टी आउँछ पुरै नेपाल भरि बामले खामले काङ्ग्रेस काम्दैछन् थरथरी। 84मा लुटतन्त्रको अन्त्य गर्न आउनु हटाउनु सामन्ती शासन घन्टीमा छाप लाउनु। हटाउनु सामन्ती शासन घन्टीमा छाप लाउनु। आहा, एकदमै मिठो गीत। हस्त, धन्यवाद। हजुर, शब्द शेरू साउद, वाचक कान्छा लोकेन्द्र बम।